मान्छेसँग म बस्नै सक्दिनँ। क्युआर कि पार म माइत लागे हजुरलाई जे इच्छा लाग्छ त्यही गर्नु होला। जति पनि जहिले पनि जस दिएको छैन के भनेछ यस्तो मान्छेसँग त। के रे बुढी माइत गएको भोलिपल्टै अर्की लिएर आयो रे। त्यस्तो त गर्न नहुने थियो यार। तर ठिकै गर घुर्की देखाएर सन्किएर जानेलाई को रोएर बस्छ हौ। तर त्यसकी बुढी त राम्री थियो यार। हो र ए तँ भन्दा नि राम्री पो ल्यायो। ए भेटिँदो रहेछ है। अनि यार त्यसको त कति धेरै सुनहरू थियो, गरगहना त्यस्तै थियो, कपडा त्यस्तै थियो, सबै अब नयाँ आउनेले लगाई। के यो छोरी मान्छेको बुद्धि नै नहुने भन्ने सानो कुरामा कलह गर्छन्, झगडा गर्छन्, अनि फुत्त हिँडिदिन्छु भन्छन्। छोरा मान्छेलाई त के चाहिएको त न्यु त हो नि। खुट्टा भए जुत्ता त कति हो कति भनेर फ्याक्ट अर्को ल्याइदिइहाल्छ नि। के भन्यो। तर यार मेरी बुढी त त्यस्तो छैन यार, झगडा गर्दिनँ। अनि यसो माइत जाऊ न, कहिलेकाहीँ तिमीलाई बोर भयो होला, एक्लै कति बस्छौ भनौँ भने तपाईँको कसले ख्याल गर्छ, तपाईँलाई कसले टाइममा खाना दिन्छ भनेर कम्ती माया गर्दिनन्। कस्तो माया गर्छिन्। तर त्यस्तो भयो भने त मौकै हुन्थ्यो नि, हुन्न क्या हाम्रो त। ए बुढी के भयो? निस्किनै ढिलो भयो नि, फ्लाइट क्यान्सल भयो। पत्ता न के भयो। अब त अति भयो। यस्तो मान्छेसँग म बस्नै सक्दिनँ। क्युआर कि पार म माइत लागे हजुरलाई जे इच्छा लाग्छ त्यही गर्नु होला। जति पनि जहिले पनि जस दिएको छैन के भनेछ यस्तो मान्छेसँग त। के रे बुढी माइत गएको भोलिपल्टै अर्की लिएर आयो रे। त्यस्तो त गर्न नहुने थियो यार। तर ठिकै गर घुर्की देखाएर सन्किएर जानेलाई को रोएर बस्छ हौ। तर त्यसकी बुढी त राम्री थियो यार। हो र ए तँ भन्दा नि राम्री पो ल्यायो। ए भेटिँदो रहेछ है। अनि यार त्यसको त कति धेरै सुनहरू थियो, गरगहना त्यस्तै थियो, कपडा त्यस्तै थियो, सबै अब नयाँ आउनेले लगाई। के यो छोरी मान्छेको बुद्धि नै नहुने भन्ने सानो कुरामा कलह गर्छन्, झगडा गर्छन्, अनि फुत्त हिँडिदिन्छु भन्छन्। छोरा मान्छेलाई त के चाहिएको त न्यु त हो नि। खुट्टा भए जुत्ता त कति हो कति भनेर फ्याक्ट अर्को ल्याइदिइहाल्छ नि। के भन्यो। तर यार मेरी बुढी त त्यस्तो छैन यार, झगडा गर्दिनँ। अनि यसो माइत जाऊ न, कहिलेकाहीँ तिमीलाई बोर भयो होला, एक्लै कति बस्छौ भनौँ भने तपाईँको कसले ख्याल गर्छ, तपाईँलाई